जाउँ यार शङ्करजी चिया खाएर आउँ। यहाँ रुपियाँ की तनाव भइरहेछ त यहाँ चिया खान जाउँ। 1 रुपियाँ रहेछ यहाँ तनाव यसो टेन्सन रहेछ रुपियाँ की। हो हुन त त्यहाँ मेरो ब्याङ्कमा छन् भन्थ्यो अब रुपियाँ त। ब्याङ्कमा त छन् रुपियाँ अब ब्याङ्कवालालाई चेक छान्दिनु किन भन्ने समस्या छ। एटिएमले अब खै के हो मान्छेले यहाँ झाट छाड जान्न रुपियाँ नभ्याएर एटिएममा ठेले छाड्दिनु न मोबाइल ब्याङ्किङ मेरोमा थिएन के गरौँ अब रुपियाँ नभ्या त यसो तनाव छ यार जिन्दगीमा पैसा नभएर ओहो सर शङ्कर विशेष सर बोल्नुभयो सर? हजुर हजुर बोल्दैछु सर। ए म ब्याङ्कबाट बोलेको सर। हजुर सर नमस्कार सर। नमस्कार। कहिले खाता खोल्नु भयो सर? तपाईँ कहाँ हुनुहुन्छ अहिले? ए हजुर मैले खाता खोलेको 1 वर्ष जति भयो सर। अहिले म काठमाडौँतिर छु हजुर। अनि यो तपाईँको जुन हाम्रो ब्याङ्कमा खाता खोल्नु भएको छ नि तपाईँले? हजुर कति भएको सर ब्यालेन्स? सुन्नु न, ब्यालेन्स जुन तपाईँको खातामा छ नि? हजुर हजुर। यो खातामा भएको ब्यालेन्स जति तपाईँको गोजीमा पनि अटाइहाल्थ्यो होला। किन खाता खोल्नुभयो तपाईँले? ए हजुर कति छ सर ब्यालेन्स सर? ब्यालेन्स तपाईँले 10 रुपियाँ खाता खोल्ने बेला जम्मा गर्नुभएको थियो। 1 पैसा ब्याज बढेर 10 रुपियाँ 1 पैसा भएको हो र सर निकाल्न मिल्छ कि सर चेक काटेर सर? ए चिया खानलाई पनि पैसा छैन कि सर? तपाईँलाई हामी अब ब्ल्याक लिस्टमा राख्दैछौँ। किन खराब छ तपाईँको? 1 रुपियाँ पनि आम्दानी हुँदैन तपाईँको। 10 रुपियाँमा खाता खोलेर अब निकाल्ने आउने 10 रुपियाँ पनि सर अब लाग्दैन? कस्ता कस्ता कर्मचारी रहेछन् यार बैंकमा पनि।